म मेरो छोरो जेवीरको भुटानी शरणार्थी प्रकरणमा 1 रुपैयाँ पैसा खा छैन। भुटानी शरणार्थी प्रकरणमा 1 पैसा खा छैन। 2 करोड चाहिँ तपाईले लिनुभयो भनेर त्यो अडियो चाहिँ के हो? अडियो फेक अडियो मेरो मात्रै आछ। अर्को अरु अडियो सुन्नु भएको छैन? प्रमाण त चपाइदिनु हुँदो रहेछ तपाईको कांग्रेसको नेताहरु। होला मलाई त्यो थाहा छैन। म त्यो कागज खानीमा परिन है। म घाँस खानीमा पनि परिन। त्यो त गजब मान्छु म। तपाई यति कन्फिडेन्टली बोलिरहनु भएको छ। बिकज आई नो सबै प्रश्नको जवाफ दिइरहनु भएको छ। र अर्को पनि म कुरा तर शेरबहादुर देउवालाई यो प्रकरण सुने पछाडी ज्वरो आछ? छैन। उहाँलाई ज्वरो पनि छैन। र तपाईलाई के भन्छु भने अर्को पनि कुरा यो पब्लिकले पनि सुनोस्। यो इन्भेस्टिगेसन नेपाल प्रहरीले मात्रै गरेको छैन। तपाई टेकनारायण पाण्डेलाई सेन्जोवालीको कार्यकक्षमा भेट्न गएको होइन? किन जान्छु? एम आई म्याड? तपाईलाई लागिरहेछ कि म पागल हो? 2 करोड तपाईलाई दिएको भन्ने पनि गलत हो। मन्जु खाँडका 6 करोड दिएको भन्ने पनि गलत हो। मन्जु खाँडको आई डोन्ट नो। आई डोन्ट टेक रिस्पोन्सिबिलिटी फर मन्जु खाँड। केन्द्रीय सदस्य हो उहाँ। के केन्द्र सदस्य मसँग